मन्त्रालयहरूको बोजिलो संरचना रहँदै आएको थियो। 25 जना मन्त्री हुने संरचना अगाडि रहिरहेकोमा हामीले हाम्रो वाचापत्रमा नै यसलाई घटाएर 18 को संख्या पुर्याउँछौँ भनेर भनेका थियौँ। त्यो अनुरूप नै हामीले मन्त्रालयको संख्या 18 मा सीमित गरेका छौँ। एउटा नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय हामीले नयाँ गठन गरेका छौँ भने संवैधानिक व्यवस्था बमोजिम 25 सदस्य मन्त्री परिषद गठन गर्ने भनेर लेखिए तापनि हामीले 17 सदस्यीय मन्त्री परिषद चाहिँ हामीले गठन गरेको कुरा यहाँलाई अवगतै छ। यसो गर्दा यो संरचनात्मक सुधारले वार्षिक करिब 20 अर्ब व्यावहारिक बचत हुने हामीले चाहिँ अनुमान गरेका छौँ। त्यसरी नै हामीले सार्वजनिक प्रशासनलाई निष्पक्ष, प्रभावकारी, जवाफदेही र तटस्थ बनाउन दलीय रूपमा रहेका ट्रेड युनियन खारेज गर्न केही नेपाल ऐनलाई संशोधन गर्न अध्यादेश 2083 ल्याएका थियौँ। त्यो बमोजिम निजामती सेवा ऐन 2049 मा रहेको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज गरिएको छ र यसले गर्दाखेरि समस्त निजामती कर्मचारी र आम नागरिकहरूलाई पनि सकारात्मक सन्देश गएको हामीले पाएका छौँ। सार्वजनिक खर्चको अधिकतम प्रतिफल हासिल गर्न सार्वजनिक खरिद सम्बन्धी कार्यविधि प्रक्रिया तथा निर्णयमा थप पारदर्शी एवं स्वच्छता कायम गर्न सुशासनको प्रत्याभूति दिन हामीले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पनि संघीय संसदमा हामीले पेश गरेका छौँ। यसले मूलतः मल, औषधि र सूचना प्रविधि जस्ता अत्यावश्यक र संवेदनशील वस्तुका लागि विशेष कार्यविधि बनाएर खरिद गर्न सकिने एउटा लचिलो व्यवस्था गरेको यहाँलाई जानकारी गराउन चाहन्छु। सन् 2035 सम्म प्रति व्यक्ति विद्युत खपत 1500 युनिट पुर्याउने र कुल जडित क्षमता 28,500 मेगावाट पुर्याई आन्तरिक खपत करिब 13,500 मेगावाटबाट 15,000 मेगावाट विद्युत निर्यात क्षमता विकास गरी द्विपक्षीय र उपक्षेत्रीय बजारमा नेपाललाई विश्वसनीय स्वच्छ ऊर्जा आपूर्तिको लागि हामीले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 पनि हामीले तयार गरेका छौँ। अर्को हामीले सहकारी संस्थाका सदस्यको बचत फिर्ता र शोध भर्ना प्रक्रियालाई व्यवस्थित बनाउन कार्यविधि हामीले एउटा ल्याएका छौँ। 2083 पनि जारी भएको छ। हालसम्म 10 वटा सहकारी संस्थाबाट 1754 जना बचतकर्ताले 2,63,90,000 बचत फिर्ता पाउनु भएको छ। त्यसरी नै हामीले अनुदानको मल वितरण व्यवस्थापन दोस्रो संशोधन कार्यविधि 2083 हामीले तयार पारेका छौँ। अर्को हामीले 31 वटा निकाय खारेजी, 6 वटा निकाय मर्जर, 6 वटा निकाय हस्तान्तरण, 18 वटा निकायको पुनर्संरचना गर्ने निर्णय पनि गरेका छौँ। यसले चाहिँ थप जति पनि हाम्रो संरचनाहरू छ त्यसलाई अझ व्यावहारिक बनाउने, अझ त्यसलाई चाहिँ राम्रोसँग काम गर्न सहजता पुर्याउने हामीले मानेका छौँ। हामीले सरकारी सेवा घर घरमा चाहिँ हामीले पुर्याउने भनेर हाम्रो अगाडिको प्रतिबद्धता पत्रमा, हाम्रो वाचापत्रमा पनि हामीले राखेका थियौँ। त्यही अनुरूप नै हामीले हुम्ला र भोजपुर बाहेक 75 वटा जिल्लामा राहदानी घर दैलोमै पुर्याउन हामीले सुरु गरिसकेका छौँ। हालसम्म 2,06,330 थान राहदानी चाहिँ हुलाक मार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ढुवानी गरेका छौँ भने सम्बन्धित कार्यालयहरूले हुलाक कार्यालय मार्फत 5,728 थान राहदानी चाहिँ सेवाग्राहीहरूको घर दैलोमै पुर्याउन सफल हुनुभएको छ। सेवा प्रवाहलाई अलिक प्रभावकारी र नागरिक मैत्री बनाउन हामीले फ्रन्ट डेस्कमा काम गर्ने करिब 500 कर्मचारीलाई नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानबाट तालिम दिन पनि हामी सफल भएका छौँ। कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा नम्बर र सोको प्रमाणपत्र सोही कार्यालयको केमिस प्रणाली मार्फत सेवाग्राहीले सिधै डाउनलोड गर्न सक्ने व्यवस्था भएको छ। मिलाइएको साथै 120 वटा स्थायी तहबाट स्थायी लेखा नम्बर सहित करदाता सेवा प्राप्त गर्ने प्रबन्ध पनि हामीले मिलाएका छौँ। छपाई गरेर बाँकी सङ्ख्या सवारी चालक अनुमति पत्र हाल 23,75,181 थान छपाई सम्पन्न भइसकेको छ भने असार मसान्तसम्म 29 लाख छपाई सम्पन्न गरिनेछ। सबै जिल्ला प्रशासन कार्यालयमा क्रमशः एक दर प्रणाली सेवा प्रवाह गर्ने भन्ने हामीले अगाडि बढाएका छौँ भन्ने काम 32 वटा जिल्लामा एक दर सेवा प्रणाली कार्यान्वयनका लागि बजेट व्यवस्था पनि गरिसकेको छ। यसको बारेमा पनि थप जानकारी आउँछ। हुलाक सेवा मार्फत घर घरमा सवारी चालक अनुमति पत्र र राहदानी वितरण हामीले सुरु गरिसकेका छौँ भन्ने कम्पनीदेखि प्रमाणपत्र
सबै कुरा चाहिँ अनलाइनमा हामीले ल्याउनको लागि प्रक्रियाहरू अगाडि बढाइसकेका छौँ। 77 जिल्लाबाट नागरिकका लागि ई सिफारिस प्रणाली सुरुवात गरिसकिएको छ। फ्री हेल्थ पोर्टल मार्फत हालसम्म 1980 विपन्न नागरिकहरूले निःशुल्क स्वास्थ्य उपचार प्राप्त गरिसक्नु भएको छ। GIOMSमा फाइल कुन टेबलमा कति समयदेखि विचार दिन्छ भन्ने रियल टाइममा निगरानी तथा अलर्ट गर्ने प्रणाली लागू भइरहेको छ। नाप्ती कार्यालयको अमिन सेवामा पनि अनलाइन अपोइन्टमेन्टको व्यवस्था लागू भइरहेको छ। सबै सरकारी निकायहरूमा वेब पोर्टल एक्सेसिबिलिटी मेन्यु थप गरी अपाङ्ग मैत्री पनि बनाइएको छ। अब विषयगत उपलब्धिहरूमा म प्रवेश गर्न चाहे। न्यूनतम समर्थन मूल्य समयमै निर्धारण हुनुपर्ने किसानको माग सम्बोधन गर्न न्यूनतम समर्थन मूल्य तथा न्यूनतम खरिद मूल्य निर्धारण कार्यविधि 2083 जारी भएको छ। त्यसमा गहुँ, चैते धान र वर्षे धानको न्यूनतम समर्थन मूल्य पनि तोकिएको छ। त्यसरी नै हालसम्म भुक्तानी गर्नुपर्ने रकमको करिब 92% भुक्तानी भइसकेको छ। हामीले सरकारको तर्फबाट दिनुपर्ने अनुदान रकमको 70 रुपैयाँ प्रति क्विन्टलका लागि 1 अर्ब 52 करोड रकम पनि हामीले छुटाइसकेका छौँ।